तपाईँले एउटा धम्कीपूर्ण भाषा बोल्नुभयो, फेरि भदौ 23 र 24 जस्तै आन्दोलन गर्छौँ भनेर भन्दै गर्दाखेरि तपाईँ आफैमा एउटा भगौडा जेन्जी हो, किनकि आह्वान गर्नुभयो र आफ्नो व्यापार सम्हालेर बसेको एउटा भगौडाले फेरि यस्तो खालको च्यालेन्ज गर्न लास्नु लाग्दैन? नैतिकताले दिन्छ तपाईँलाई? तपाईँ भगौडा जेन्जी हो, मैले सुरुमै भने, किनकि तपाईँले आह्वान गर्नुभयो, माहौल उचाल्नुभयो, तर आफै व्यापार गरेर बस्नुभयो। तपाईँलाई कुन नैतिकताले दिन्छ कि म जेन्जी हो भनेर अहिले सरकार सामु यस्तो खालको माग गर्न? होइन, यस्तो तपाईँको शब्द चयन चाहिँ के गाह्रो हो भने यो कुरामा चाहिँ रेस्पेक्ट तपाईँ किन आउनु भएन भनेर तपाईँले भन्नुभयो भने म एकदम सरल तरिकामा तपाईँले जवाब दिन्छु। तपाईँले भन्नुभयो, म यसको एन्सर गर्छु, भगौडा छैन बसेको किन भन्दाखेरि अब मैले खासमा त्यो कुरा क्ल्यारिफाई घुसपेट भएको भन्ने कुरा तपाईँले बुझ्नु भएको छ, तपाईँले बुझ्नु घुसपेट कसले गरेको भनिदिनुहोस् न त। घुसपेट त्यसको लागि त छानबिन आयोग गठन भएको छैन भन्नु त, त्यो तपाईँले भन्न सक्नुहुन्छ अहिले? तपाईँले भनिदिनु पर्यो नि कसले गरेको। तपाईँले नेतृत्व सम्हालेको मान्छेले घुसपेट गरेको जिम्मेवारी पनि लिनुपर्छ। मैले नेतृत्व गर्ने कि मैले छानबिन गर्ने? पानीमाथिको उभानो हुन पाइँदैन विराटजी। मैले नेतृत्व गर्ने मलाई त्यति भनिदिनुहोस्। तपाईँले नेतृत्व पनि गर्ने र जिम्मेवारी पनि लिने हो। छानबिन मैले गर्ने हो भन्नुहोस् त मलाई। तपाईँहरू सरकार बनाउनुहुन्छ, त्यही सरकारको विरोध गर्नुहुन्छ, सडक उचाल्नुहुन्छ, किन गर्नुहुन्छ यस्तो? क्वेसन नै कि लजिकल भयो? कसरी के कस्तो क्वेसन गर्नुपर्ने तपाईँलाई भन्नुहोस् त? छानबिन आयोगले गर्ने। छानबिन आयोगले गर्छ, जिम्मेवारी तपाईँले लिने कि नलिने? उसले इन्भेस्टिगेसन गरेर रिजल्ट निकालेपछि राम्रो काम हाम्रो कारण, नराम्रो काम अर्कोको कारण भनेर तपाईँ प्रेसमा आफ्नो वक्तव्य राख्ने तपाईँको नैतिकता के हो भन्नुहोस् न? तपाईँ को आखिर? तपाईँ कुन स्थानको जेन्जी हो, को हो? तपाईँले पत्रकार सम्मेलन गरेर अहिले यसरी कुरा राख्दै हुनुहुन्छ। बजारमा धेरै खालका जेन्जी छन्, तपाईँ कुन प्रकारको जेन्जी हो भनिदिनुहोस् न? तपाईँ मलाई कुन प्रकारका जेन्जी छन् भन्नु? धेरै छन् जेन्जी। के हो ल, दुई चारवटा प्रकार भन्नु? कस्तो प्रकार? 2.2 देखि लिएर यहाँ त अनेक खालका जेन्जी भनेको जेन्जी खासमा त एउटा युवा यो एज ग्रुप हो। जेन्जी भनेको कुनै पनि एउटा ग्रुप हुँदैन सर, बिबी जस्तो नगर्नु। त्यसो गरौँ न। अब मेरो प्रश्न के होइन, यसरी पर्दैन, मलाई क्ल्यारिफाई गरे ल। तपाईँको नैतिकताले के भन्छ? मेरो नैतिकताले तपाईँहरूले जुन कार्य गर्नु भने देशमा उधुम मचाउनु भने, तोडफोड आगजानी गर्नु भने, यो सम्पूर्ण जिम्मेवारी नेतृत्व भन्नेहरूले लिनुपर्छ र तुरुन्त प्रहरीले तपाईँहरूलाई हत्कडी लाउनुपर्छ। त्यो तपाईँ के लयर हो? म एउटा देशको जिम्मेवार व्यक्ति हो। कसरी जिम्मेवार? तपाईँको क्वेसन नै इरेस्पोन्सिबल क्वेसन। कसरी इरेस्पोन्सिबल? तपाईँले नेतृत्व लिएपछि तपाईँ जिम्मेवार बन्नु पर्दैन? जिम्मेवारको लागि छानबिन आयोग गठन भएको छ कि छैन? तपाईँले म नेतृत्व हो भनेर तपाईँ यत्रो पत्रकारको सम्मेलन गरेर भन्दै हुनुहुन्छ। होइन, एउटा प्रश्न के क्वेसन गर्नुभएको? कस्तो के क्वेसन? तपाईँलाई सजिलो लाग्ने क्वेसन मात्र क्वेसन हुँदैन सर। एउटा प्रश्न यो देश आज जुन स्थानमा छ नि तपाईँहरू जस्ता अराजक व्यक्तिहरूले गर्दाखेरि भएको। अराजक कुन आधारमा भन्नु? कुन आधारमा? कुन आधारमा भन्नु? यत्रा तोडफोड आगजानी त्यत्रो देख्नु तोडफोडको लागि छानबिन आयोग गठन भएको छैन? जिम्मेवार तपाईँ बन्नुपर्छ। अहिले मलाई चाहिँ म अक्युज हो भनेर भन्यो। एउटा किन होइन? किन होला हो भन्दिनँ त कसरी? तपाईँ नेतृत्वकर्ता बनेर आइराख्नु भएको छ, तपाईँ जिम्मेवार होइन। संसारमा सत्ता भनेको जित्नेले चलाउने, चाहे त्यो आन्दोलनबाट जित्नेले होस्, चाहे त्यो मतदानबाट जित्नेले होस्, होइन, चुनावबाट जित्ने होस्, सत्ताबाट जित्ने होस्, या मतदानबाट चुनावी प्रक्रियाबाट जित्ने होस्, सत्ता जित्नेले चलाउने हो, होइन? यो संसारको वर्ल्ड वाइड नियम हो, यो रुल हो। तर आज जेएनजीको सरकार बन्यो भनेर भनिरहँदा जेएनजीका प्रतिनिधिहरू खै तपाईँहरू खै मन्त्री भएको, तपाईँहरूका प्रतिनिधि खै मन्त्री भएको? अनि यो यस्तो भयो अब बारबारा सम्बन्ध को आउँछ मन्त्रालयमा के भइरहेको छ यहाँ पत्ता यस्तो भयो। यो कुराको बारेमा चाहिँ मैले हिजो पनि भनेको थिएँ, सडकको तातो सडकको गर्मी चाहिँ मन्त्रीमण्डलमा जानेको छ, त्यसमा दुई मत छैन। जुन अस्ति 4 जना सिफारिस हुनुभयो, कसले उहाँलाई सिफारिस गर्नुभयो र उहाँ जेन्जी हो कि होइन त्यो नभइकन सडकको चाहिँ आगो मन्त्रीमण्डलमा हुनैपर्छ भनेको सडकमा पार्टिसिपेसन गरेको पात्र क्याबिनेटमा हुनुपर्छ। मेरो एउटा प्रश्न छ, जस्तो तपाईँको आन्दोलन चाहिँ हात्ती आयो पुस्छ भनेर भन्नुहुन्छ मान्छेहरू, जस्तो ढाल्नुपर्ने देउबाको त्यो चाहिँ दम्ब थियो, गोलीको दम्ब थियो, तर जज सिंहदरबार संसद भवन संस्थागत गर्न सक्नु भएन तपाईँहरूले। तपाईँहरूको आन्दोलन भयो भने आरोप छ तपाईँहरूले, त्यसलाई कसरी जस्टिफाई गर्नुहुन्छ? होइन, यस्तो हो अब त्यतिखेरको एजेन्डा भनेका चाहिँ एक्ज्याक्टली अगाडि बढेको छ। उहाँले भन्नुभएको थियो उहाँको सायद भनेर, म सायद होइन, म सडकमा लडेर भोलिपल्टको पहिलो दिन सडकमा नेतृत्व गरेर संघीय युवालाई चाहिँ दुईटा पुलिसको अगाडि चाहिँ आत्मसमर्पण गर्न लाएर संघीय युवालाई बचाएर आएको म डक्टर मान्छे, डक्टर पेसा छोडेर यसरी क्रान्तिमा होमेको मान्छे। अब उहाँले मिरजहरू कहाँ हुनुहुन्छ भनेर भन्दै हुनुहुन्थ्यो। एकजना थ्रेट आएपछि हामी सबै त लुकेर बसेनौँ नि त, आउने त सडकमा आयौँ नि त, सडकमा आयौँ
बचाउन सक्ने हाम्रो युवा साथीहरूलाई हाम्रो भाइहरूलाई बचायौँ। सेकेन्ड दिन कहाँ थियौँ भन्दाखेरि सेकेन्ड दिन घुसपेट भयो। घुसपेट भएपछि हामी बचाउनतिर लाग्यौँ। रातिको भाटभटी नि सोध्नु होला कसले बचायो भनेर। त्यहाँ सबैले डक्टर विश्वासले त्यो भाटभटी नि बचायो भनेर भनेनन् भने फेरि आएर मलाई प्रश्न गर्नु होला। त्यही भएर अलिकति प्रश्न गर्दाखेरि शब्द चयन गर्दाखेरि चाहिँ सम्पूर्ण साथीहरूले अलिकति उचित प्रश्न गरिदिनु होला। हामी अराजक भन्दा पनि क्वेसन नै अलि अराजक भयो कि एन्सर गर्नु यो आवेग अहिले पनि यो परिवर्तनको नियम हुन्छ, परिवर्तनको नेतृत्व जसले गर्छ त्यसपछि सरकार फेरि चलाउँछ। तपाईँहरू पार्टामा गएपछि अल्मलिनु भयो, त्यसपछि सरकार गठनमा अल्मलिनु भयो गरिन्छ। त्यही नम्बरको फेरि नोट छापियोस् र साटियोस्। त्यसपछि पहिला भएका ठुला रकमहरू चाहिँ त्यो फ्रिज भयो। त्यो राज्यले फेरि फिर्ता पाउँछ। फिर्ता नआएको एउटा म्याद तोक्नु। त्यो यो गर्न मिल्यो भने यो चाहिँ निर्वाचनमा चाहिँ भोट पनि किनिँदैन र त्यो गरेर चाहिँ अलिक फेयर हुन्छ है। अब हिजो चाहिँ मेरो अन्तर्वार्तामा हेरेर चाहिँ कतिले के भन्नुभयो भने मैले चाहिँ प्रत्यक्ष निर्वाचितको मुद्दा चाहिँ छोडिदिएँ, निर्वाचनमा आउनु भनेर मैले भन्दाखेरि चाहिँ त्यो बुझ्नुभयो। म प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा म वासुदेव पनि छोड्नेवाला छैन, विदेश त्यो छोड्नेवाला छैन। हाम्रो यो दुईवटा बटन लाइन विदेशमा भएको नेपालीले भोट हाल्न पाउने यो अधिकार हो। राज्यको कारणले दुःख पाएर विदेश जानु परेको छ, तातो घाममा मजदुरी गर्नु परेको छ। त्यसलाई हामीले यो एकदम मार्मिक कुरा हो। यो देशले पनि बुझ्नु पर्ने कुरा हो, राज्यले बुझ्नु पर्ने कुरा हो। उहाँहरूको भोटको उत्तिकै भ्याल्यु छ अथवा हामीभन्दा बेसी भ्याल्यु छ। अरूको देशमा यसले गर्न धेरै गाह्रो छ। त्यो कारणले उहाँहरूको मतदान गर्ने अधिकार चाहिँ सुनिश्चित होस्। यही इलेक्सन पछाडि होस्, तब मात्र इलेक्सन हुन्छ। र प्रत्यक्ष कार्यकारीको कुरा पनि यो पनि सुनिश्चित पनि बटम लाइन हो। यो बिना